नमस्ते सबैजनालाई। आज चाहिँ म टर्कीलाई डिबोन गरेर ब्राइन गर्न गइरहेको छु। त्यसको लागि टर्कीलाई चाहिँ मासुलाई चाहिँ हड्डी छुट्टाएर चाहिँ राम्रोसँग ब्राइन गर्नुपर्ने हुन्छ। अनि यसलाई चाहिँ ब्राइन गरेर चाहिँ ओभरनाइट राख्नुपर्ने हुन्छ। त्यसको लागि हड्डी छुट्टाएँ, त्यसपछि गएर एक्सेस सब त्यो ट्विचरले ताने नसाहरू, त्यसपछि 1 लिटर पानी बसालिदिएँ। त्यसमा 1 नुन, त्यसपछि हाफ ब्राउन सुगर, एरोमेटिक्सहरू हालेर उमालिसकेपछि कुल डाउन बनाएँ। 3 लिटर पानी हालेर त्यसपछि आइस हालिदिएँ। त्यसपछि टर्कीलाई चाहिँ भिजाएर फ्रिजमा छोडिदिएँ ओभरनाइटको लागि। त्यसपछि हड्डीहरूलाई चाहिँ ओभनमा हालिदिएँ रोस्टिङको लागि। रोस्ट हुन गइरहेको थियो। त्यसपछि यता हर्ब्सलाई काटेँ, हर्ब्सलाई पुरा मसिनो बनाएर बोलमा राखेर त्यसपछि गएर बटर, हिजो बनाएको कन्फी गार्लिक, त्यसपछि लेमन जेस्ट हालेर मजाले ब्लेन्ड गरेँ। अनि अहिले हर्ब्सलाई लिएर टर्कीमा हालेर ऱ्याप गरेर सर्लक्क निकालेर